नमस्कार। आज हामी एउटा निकै रोचक विषयको गहिराईमा पुग्दैछौँ। आजको यस प्रस्तुतिमा हामी नेपालको राजतन्त्रको त्यो 440 वर्ष लामो उतार चढावले भरिएको ऐतिहासिक यात्रालाई हेर्दैछौँ। यो कुनै सामान्य कथा पक्कै होइन है। यो त ती 5 प्रमुख राजाहरूको गाथा हो जसको निर्णयले एउटा सानो टुक्रिएको भूमिलाई आजको आधुनिक गणतन्त्रसम्म ल्याइ पुर्यायो। स्रोत सामग्रीमा आधारित रहेर आउनुहोस् इतिहासका ती रोमाञ्चक पानाहरू सँगै पल्टाउँ। ल अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। पृथ्वीनारायण शाहको त्यो चर्चित भनाई दुई ढुङ्गा बीचको तरुल सुन्नुभएको त पक्कै छ होला। यसले भारत र चीन जस्ता दुई विशाल र शक्तिशाली छिमेकीहरूका बीचमा चेपिएको नेपालको भौगोलिक र भू-राजनीतिक अवस्थालाई ठ्याक्कै बुझाउँछ। सोची हेर्दा यो केवल एउटा भनाइ मात्र होइन नि, यो त हिजो पनि र आज पनि नेपालले भोगिरहेको एकदमै यथार्थपरक अवस्था हो। सन् 1723मा पृथ्वीनारायण शाहदेखि 2001मा ज्ञानेन्द्र शाहसम्म आइपुग्दा यी 5 नाम र मितिहरूले एउटा सिङ्गो राष्ट्रको विशाल यात्रालाई समेटेका छन्। एउटा टुक्रिएको भूमि कसरी एकीकृत राज्य बन्यो र अन्ततः कसरी आधुनिक गणतन्त्रमा रूपान्तरण भयो भन्ने कुरा यसले स्पष्ट पार्छ। यी प्रत्येक शासकहरूले नि नेपालको भाग्य कोर्न आफ्नै किसिमले बिल्कुलै फरक र निर्णायक भूमिका खेलेका छन्। खण्ड 1 विभाजित राज्यको एकीकरण। अब हामी राष्ट्र निर्माणको त्यो रोमाञ्चक ऐतिहासिक युगमा प्रवेश गर्दैछौँ। हेर्नुहोस्, आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहको कुरा नगरी त नेपालको इतिहास सुरु नै हुन सक्दैन। उहाँको शासनकाल सुरु हुनुभन्दा पहिलेको अवस्था कल्पना गर्नुहोस् त। यो सम्पूर्ण क्षेत्र साना, कमजोर र छरिएका राज्यहरूमा पूर्ण रूपमा विभाजित थियो। ती राज्यहरू आफ्नै आन्तरिक झगडामा फँसेका थिए र बाहिरी शक्तिहरूबाट पनि उत्तिकै जोखिममा थिए। ती दर्जनौं साना राज्यहरूलाई एउटै छानामुनि ल्याउनु पक्कै पनि चान्चुने कुरा थिएन। पृथ्वीनारायण शाहले कसरी केवल सैन्य बल मात्र नभएर एकदमै चतुर रणनीतिक युद्ध र उत्कृष्ट योजनाको प्रयोग गरेर ती टुक्रिएका राज्यहरूलाई एउटै बलियो राष्ट्रमा परिणत गर्नुभयो भन्ने कुरा साँच्चीकै चाखलाग्दो छ। उहाँको त्यही दूरदर्शिताले नै त आज हामीले चिन्ने यो आधुनिक नेपालको बलियो जग बसालेको थियो। खण्ड 2 प्रजातन्त्रको उदय। अब हामी 20औं शताब्दीतर्फ अघि बढ्दैछौँ र शासन व्यवस्थामै आएको एउटा ठूलो परिवर्तनलाई हेर्दैछौँ। अब यहाँ सबैभन्दा रोचक कुरा के छ भने राजा त्रिभुवनले राज संस्थाको त्यो परम्परागत ढाँचाभन्दा बिल्कुलै बाहिर गएर काम गर्नुभयो। उहाँको भूमिका अत्यन्तै अप्रत्याशित र महत्त्वपूर्ण थियो। सिङ्गो राष्ट्रलाई निरङ्कुशतातर्फबाट प्रजातन्त्रको बाटोमा मोड्न उहाँले जुन कदम चाल्नुभयो नि, त्यो तत्कालीन समय र परिस्थितिलाई हेर्दा साँच्चै नै निकै साहसिक थियो। यो कुरालाई 3वटा मुख्य चरणबाट बुझ्न सकिन्छ है। पहिलो चरणमा उहाँले त्यो 104 वर्ष लामो पारिवारिक राणा शासनको अन्त्य गर्न एकदमै महत्त्वपूर्ण भूमिका खेल्नुभयो। दोस्रो चरणमा प्रजातन्त्र प्राप्तिका लागि भइरहेको जनआन्दोलनलाई उहाँले सक्रिय रूपमै साथ दिनुभयो। र अन्ततः तेस्रो चरणमा सन् 1951मा नेपालले निरङ्कुशताबाट प्रजातन्त्रतर्फको ऐतिहासिक सङ्क्रमण पुरा गर्यो। सोची हेर्दा कति अचम्म लाग्छ है। स्थापित व्यवस्थालाई परिवर्तन गर्न एकजना राजा आफैले यसरी साथ दिएका थिए। खण्ड 3 विवादित पञ्चायत योग। प्रजातन्त्रको त्यो छोटो अभ्यासपछि अब हामी राजनीतिक इतिहासको एउटा निकै जटिल मोडतर्फ जाँदैछौँ। राजा महेन्द्र वीरविक्रम शाहको शासनकाललाई बुझ्न हामीले अलि तटस्थ भएर घटनाक्रमलाई हेर्न पर्ने हुन्छ। इतिहासकार र विश्लेषकहरू उहाँको सत्ता सञ्चालनको समयलाई निकै विवादित मान्छन्। यसको मुख्य कारण के हो भने सन् 1960मा उहाँले राजनीतिक प्रणालीमा अत्यन्तै कठोर अप्रत्याशित परिवर्तनहरू ल्याउनुभयो, जसले गर्दा अघिल्लो दशकमा मात्रै भर्खरै स्थापित भएको प्रजातन्त्र पूर्ण रूपमा पछाडि धकेलिन पुग्यो। सन् 1960मा जननिर्वाचित सरकार र प्रजातन्त्रलाई विघटन गरेपछि राजा महेन्द्रले पञ्चायत नामक यो दलविहीन व्यवस्था लागू गर्नुभयो। यो बुझ्न एकदमै जरुरी छ कि यो व्यवस्था कुनै एउटा नयाँ कानुन मात्र थिएन। यो त अघिल्लो दशकमा सुरु भएको प्रजातान्त्रिक अभ्यासबाट संस्थागत रूपमै गरिएको पूर्ण विस्थापन थियो। अनि यसले तत्कालीन अवस्थाको 2वटा फरक पाटाहरूलाई छर्लङ्ग पार्छ। एकातिर उहाँको शासनकालमा देशमा विकास निर्माणका कार्यहरू र पूर्वाधारमा अत्यधिक जोड दिएको थियो, तर अर्कोतिर नागरिकहरूको राजनीतिक स्वतन्त्रता र दल खोल्न पाउने अधिकारमाथि कडा प्रतिबन्ध लगाइएको थियो। विकास र नियन्त्रणको यी दुई विरोधाभासपूर्ण यथार्थहरूले नै पञ्चायत युगको ऐतिहासिक विरासतलाई तटस्थ रूपमा बुझ्न मद्दत गर्छन्।
खण्ड 4 शान्तिपूर्ण संवैधानिक राजतन्त्र। लामो पञ्चायतकालपछि देश फेरि अर्को एउटा ठूलो राजनीतिक मोडमा पुग्छ। राजा वीरेन्द्रलाई हामी एक अत्यन्तै शान्तिप्रिय र जनताबाट व्यापक रूपमा सम्मानित राजाको रूपमा चिन्छौं। आफ्ना पूर्ववर्तीहरूको विरासतलाई हेर्दै उहाँले बदलिँदो समयको मागलाई राम्ररी बुझ्नुभयो। त्यसैले त सन् 1990 को ऐतिहासिक जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्दै देशलाई नयाँ दिशा दिने निर्णय उहाँले गर्नुभयो। त्यतिबेला उहाँको सबैभन्दा ठूलो र महत्त्वपूर्ण कदम भनेको संवैधानिक राजतन्त्रलाई स्वीकार गर्नु थियो। उहाँले आफ्नो निरपेक्ष शक्तिलाई सीमित गर्दै बहुदलीय प्रजातन्त्रलाई पुनर्बहाली गर्न दिनुभयो। यसले देशको शक्ति सन्तुलनलाई आधारभूत रूपमै परिवर्तन गरिदियो र राष्ट्र फेरि एकपटक बहुदलीय प्रजातान्त्रिक अभ्यासको खुल्ला वातावरणमा फर्कियो। खण्ड 5 राजतन्त्रको पतन। इतिहास सधैँ शान्त कहाँ रहन्छ र, होइन? अब हामी 440 वर्ष पुराना राजवंशीय परम्पराको अन्त्यतर्फ अघि बढ्दैछौँ। राजा ज्ञानेन्द्र नेपालको इतिहासकै अन्तिम राजा बन्न पुग्नुभयो। तर उहाँको सत्तामा आरोहण कुनै सामान्य र स्वाभाविक अवस्थामा भएको थिएन। सन् 2001 मा घटेको त्यो अत्यन्तै दुःखद, अकल्पनीय र त्रास्तिपूर्ण दरबार हत्याकाण्ड नै उहाँ सत्तामा आउनुको प्रत्यक्ष कारण थियो। त्यो घटनाले सिङ्गो देशलाई नै स्तब्ध बनाएको थियो। त्यसपछिका घटनाक्रमहरू कति द्रुत गतिमा अघि बढे भनेर हामी 3वटा मुख्य कुराबाट बुझ्न सक्छौं। पहिलो, 2001 को त्यो भयानक हत्याकाण्ड। त्यसपछि दोस्रो चरणमा सन् 2005 मा उहाँले प्रत्यक्ष शासन आफ्नो हातमा लिने प्रयास गर्नुभयो। तर यही कदमले नै देशव्यापी रूपमा विशाल विरोध प्रदर्शनहरू र जनआन्दोलनलाई जन्म दियो। र अन्ततः त्यही आन्दोलनको परिणामस्वरूप तेस्रो चरणमा सन् 2008 मा नेपालबाट राजतन्त्र संस्थागत रूपमै सधैँका लागि अन्त्य भयो। यसरी हेर्दा हामीले यो 240 वर्ष लामो अविश्वसनीय ऐतिहासिक यात्राको पूरा चक्र पार गर्यौं। एकीकरणको त्यो कठिन युगदेखि प्रजातन्त्रको उदय, पञ्चायतको जटिलता, संवैधानिक राजतन्त्रको अभ्यास र अन्ततः गणतन्त्रसम्मको यो यात्रा पक्कै पनि चान्चुनी थिएन। स्रोत सामग्रीले पनि यही प्रश्न पार्छ कि आज हामीले चर्चा गरेका यी 5 प्रमुख व्यक्तिहरूले कसरी सम्पूर्ण राष्ट्रको नियतिलाई आफ्नो समयमा फरक ढङ्गले आकार दिए। अन्तमा एउटा गहिरो प्रश्न उब्जिन्छ। कसरी यति लामो इतिहास बोकेको 240 वर्ष पुरानो एउटा बलियो र एकीकृत राज संस्था यति अचानक गणतन्त्रमा परिणत हुन पुग्यो? यसले निरपेक्ष शक्तिको क्षणिकता र समयसँगै आउने परिवर्तनको अपरिहार्यतालाई कति राम्ररी झल्काउँछ, होइन त? पक्कै पनि यसले तपाईहरूलाई हाम्रो इतिहासको अझ गहिराईमा पुगेर अध्ययन गर्न प्रेरित गर्नेछ। आजको यस प्रस्तुतिबाट यति नै।